जुन लयर चाहिँ एकदम हाई चार्ज गर्छ त्यो लयरलाई चाहिँ राम्रो मानिन्छ क्या, त्यो केही भएर नै हजुर उसले हजुर हाई चार्ज गर्ने होला भन्ने पनि बुझिन्छ होइन। एउटा कुरा चाहिँ मैले नबुझेको कुरा चाहिँ जस्तै एभिडेन्स त त्यही नै हो, त्यो एकदम हजुर राम्रो लयरलाई हायर गर्दा चाहिँ केसमा चाहिँ डिसिजन आउने सम्भावना बढ्ने हो। अब यसमा चाहिँ मलाई चाहिँ के लाग्छ भने बहस गर्दाखेरि एभिडेन्स त्यही हो, त्यही भएर जसले बहस गर्दा पनि उस्तै बहस आउँछ भन्ने कुरा चाहिँ नहुन पनि सक्छ कति बेलामा, किनभने एभिडेन्स एउटा हुन्छ। अब त्यो एभिडेन्सलाई के कुराले ब्याक गर्ने त भन्ने कुरा चाहिँ एउटा कुनै पनि लयरको माइन्डको गेम हो कि जस्तो लाग्छ कि। जस्तो फर इक्जाम्पल हामीले त्यसमा कसैले चाहिँ मैले देखाएको छु कि अदालतमै कसैले चाहिँ हजुरले भनेको जस्तो एभिडेन्स टक्क आफ्नो आर्गुमेन्ट सकियोमै बहस गराउनमा हुन्छ। तर कोही लयरको बहस कस्तो हुन्छ भने उहाँले मिनिमम पनि 2 देखि 3टा सर्वोच्च अदालतले प्रतिपादित गरेको नजिरहरू हाल्नुहुन्छ बहसको क्रममा, इन्टरनेसनल नजिरहरू हाल्नुहुन्छ, त्यसपछि नेपालको जुरिस्प्रुडेन्सका कुराहरू हाल्नुहुन्छ, इन्टरनेसनल जुरिस्प्रुडेन्सका कुराहरू हाल्नुहुन्छ, इन्टरनेसनल कन्भेन्सन्सका कुराहरू हाल्नुहुन्छ। त्यो सबै कुराले चाहिँ जब एभिडेन्सलाई ब्याक गर्छ नि तब एभिडेन्स चाहिँ स्ट्रङ हुने हो कि। एभिडेन्स आफैमा कहिले पनि टक्क ल यो किताब भेट्यो सिन अफ क्राइममा, यो किताब चाहिँ यसको नाममा छ भने चाहिँ यसले क्राइम गर्यो भनेर त त्यो त एकदम ले खालको भयो नि त होइन। जब चाहिँ त्यो एभिडेन्सलाई चाहिँ प्रिन्सिपल इन्टरनेसनल प्रिन्सिपल्सहरू, कन्भेन्सन्सहरू, इन्टरनेसनल ल, नेसनल ल, त्यसपछि अब कुनै जजहरूले पहिला दिनुभएको नजिरहरू तिनीहरूले ब्याक गरेपछि चाहिँ त्यो अझ राम्रो हुने हुन्छ। त्यही भएर त्यो कुराले गर्दाखेरि चाहिँ डिसिजन राम्रो आउने हो जस्तो लाग्छ मलाई चाहिँ।